फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युबको अर्को भिडियोमा। आजको ब्लग सुरुवात भएको छ 12:30 देखि। आज म अलिकति पर घुम्न जाँदै छु। सो लेट्स स्टार्ट। यो साइडमा चाहिँ ठुलो पिपलको बोट, यसको पछाडि अहिले हामी त बरको बोट भन्दा अलिक पछाडि आएको छु हैन। अनि त्यो बरको बोट चाहिँ त्यहाँ छ। त्यहाँ चाहिँ राति चाहिँ भूत पनि आउन सक्छ। अनि त्यही भएर मान्छेहरू यो बाटो अलिक अलग्गै हिँड्न मन पराउँछन्। अनि यो बाटो चाहिँ एकदम राम्रो बन्छ क्या। वाउ, आजको मौसम यता पनि घरहरू चाहिँ छ। तर अब म चाँडै आइफोन किन्दैछु। त्यसपछि म आइफोन, तर मलाई पनि होइन आइफोन किन्नलाई यसो पैसा देऊ है बलकुमार। को चाहिँ म त भोलि पर्सि मन्त्री पो हुन्छ त, प्रधानमन्त्री। अब म त भोलि पर्सि राजा पो हुने हो त, राजा। त्यस्तो चाहिँ नहुनु पर्ने हो कि, यो बालकुमारले भनेको जस्तो चाहिँ हुँदैन ल। घरिघरि आउने चाहिँ के हो त्यो घरिघरि त आउँदैन ल। फेरि त्यही त ल्याएपछि त मतलब भित्राउँछ होइन, भागेर ल्याओस् कि चोरेर ल्याओस् कि जसरी ल्याओस् त्यो भित्राउन त भित्राउँछ नि त। अनि त्यसपछि त बुहारी भयो त। कस्तो खालको भेट्न मात्रै आउने। अनि दिनेशले पैसा कति कमायो अरे? बलकुमारले कति मात्रै? त्योभन्दा धेरै बस्छ नि। अनि 3 महिनामा पनि 50,000 मात्रै हुन्छ। बलकुमारले कति ल्यायो त? बलकुमारले 25,000 कि कति ल्याएको होइन। अनि त्यो एकछिन बस्दै त्यत्रो ल्यायो भने यसले त कति ल्याउँछ ल्याउँछ। यसो ठिक लाग्यो कति होला नि। अमृसो बारीतिर हामी जाँदैछौँ। पर 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 ठाउँ चाहिँ एकदम राम्रो रहेछ यो। हेलो, परीक्षा दिन गएको हो? राम्रो देऊ है, A+ ल्याउने गरी। शीतल पार्टी भनेको कता हो? आङला चाहिँ गएको म। हो, कति मजाको ठाउँ रहेछ। अनि कि उयो मनोजको बाउ यो यहाँ बसेको होइन? ओ बलकुमार, त मनोजको बाउ यहाँ बस्ने होइन? यो बिमला भन्ने होइन हो, मनोजको बाउ भनेको चोक्टेको चोक्टेको उयो तल उयो परको ए चोक्टेको परलकोमा यहाँ उयो परको पर चाहिँ हो। उयो परले बनिरहेछ नि तल खेतमा। यो त्यो हो भने त्यो होइन पल्लो खला गरेर तिगम गरेर म खेत रोप्न नि जान्छ। उयो पल्लो सन्तोष बाउ होइन के भन्छ पल्लो पनि हो। डाँडा साइलाको खेत गरेको फुच्ची आमाले दे डाँडा माइलाको साइलाको ऊ गरेको परको होइन होइन यो 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 उयो घर उयो टिनको घर च्यादरको उतापट्टि उन्दो हेर त उयो टिनको चाहिँ मलाई थाहा भयो त्यो हुँदै हुँदै थियो। म खेत रोप्ने नि गएको हो नि त। अनि म त्यो खेत रोप्न अरे यो क्षेत्रको हुँदाखेरि ल जम अघि बढौँ आम्मा नुहाउँदै रहेछ मान्छेहरू। जुम गरेर देखाइदिउँ। हेलो हेलो हेलो, हप्ता दिनको मैलो राम्रोसँग फ्याल्नु होला। 1 वर्षको हो आइपुग्यो। चुली डाँडा हो त्यो।
अब हामी चाहिँ गएर के गर्नु त्यहाँ त्यतिकै यत्रो मान्छे गएर बोल्नु पर्यो अनि मान्छे ल्याउने अनि भेलो पार्ने अँ अनि त्यहाँदेखि पर के बोल्दो रहेछ बोल्नु लाउनु पर्यो नि त अनि त्यतिकै हुन्छ त अर्काको पैसा त्यत्तिकै खानु मिल्छ अर्काको पसिना बगाएको त्यतिकै मिल्छ त्यही त त्यसलाई त जेलमा हाल्नुपर्छ कतिसम्म पसिना बगाएको छ त्यसलाई त पुलिस लाएर त्यसलाई त त्यस्तो पो गर्नु त त्यसको मन सोच्छ भने घरमा चाहिँ किन्दैन नि चलो मेरो भने त्यसको पुरानो उठाएर नि त्यो अर्काको बिहा भएको घरतिर चाहिँ कहाँ गएको है सुमन पाण्डे हो बिहा भएको घर रहेछ माथि गेट देखाएको मैले अघिलाई अयो भ्लग बनाउन नि गाह्रो छ हो गाइजहरू हजुर यो एउटा यो बोट रहेछ यो भोकोटेको अझै पर अब किम्बु 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 रहेछ उहाँ चाहिँ किम्बु भनेको हाम्रो भाषाबाट लप्क्या हो नि हामी लप्क्या ओजन चुङ्बै का भाइ बढिया ngalam to tolen ka shop lauzum kimbu अब जङ्गल चाहिँ जङ्गल रहेछ नि घाँसको बोटहरू कति धेरै रहेछ त्यो मान्छेले हेर्दैन हौ त्यो छोराहरूको मोबाइल छ ठिक छ म काटिदिन्छु नि त मकै उम्रिसक्यो यता ठुल्ठुलो भइसक्यो यता त अर्कै संसार पो रहेछ त छुट्टै ल हामी चाहिँ आइपुग्यो घरमा बाख्रा को चाहिँ अनि कसो त्यसको लाउरे मुडाने हो यो कसको फ्याँकिदिउँ हाल्दै त्यस्तो नफ्याल्दै देऊ त के भन्छ त्यो घरको नि होइन त्यहाँको तीनजना लाउरे छ त्यहाँको तीनजना त्यो नि इन्डियन होइन त्यो ब्रिटिस ओ माई गॉड ब्रिटिस लाउरे एउटा काप्रे भेटेँ मैले माथि पाइ है अहिले हामीले एउटा खेत टक्कै खनेर सकिसक्यो होइन यो मकै बारी हो मसलाहरू पनि बनाउँछ आदि त्यो मसला त आफ्नै ठाउँमा नै बनाउने त त्यो आफ्नै हो कि जस्तो पास्ताहरू कसरी बनाएर बिस्कुटहरू त्यो बिस्कुटहरू पनि बनाउँछ त अनि अब त्यस्तो त्यस्तो त्यो कुरा त आएन बिस्कुट बनाउँछ उता त उल्टो बुझ्छ होटल पो त भन्छ त्यही त होटल हो भनेर थुक पनि पकाउँछ त्यहाँ थुक्पामा चाहिँ यति अरे रस कति पर्छ 100 कति अरे 100 एक दिन खान्छ चिकनलाई 150 होला हैन के भयो त्यस्तो महँगो केलाई 150 अरे 300 पो होला चिकनलाई ओ भाइरु हामी फेरि जाँदैछौँ अर्को खेत होइन मेरो पछाडि छ मेरो ग्याङहरू होइन हामी चाहिँ मान्छेले लुट्न गएको रतन कार्कीले जस्तै त्यसको भिडियो मैले देखेँ त आज देख्यो अघि बिहान देखेको के भन्यो के भन्दो रहेछ त्यो मन्त्रीलाई मार्ने भनेर नि रङ्गशाला रङ्गशालाभित्र मैले देखेको थिएन अस्तितिर अघि बिहान देखेको केटालाई पक्राउ गर्ने भन्ने थियो त हो वाउ ओइ यो 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 कुन धान अरे गाया धान के धान अरे धान चाहिँ थाहा छैन चिरो बढ्न धान अरे यसलाई के तौली भन्छ होइन त्यो चाहिँ घाया
तौली काट लसुनहरु राम्रो उयो मकै हैन यो गर्नु अलि हिँड्न उतै हिँड्न हिँड्नु अरे उतै आउनु परेन मेरो भिडियोमा घाँसको रुख हो कुन घाँस यो यो उयो काब्रा काब्राको बोटी हो लसुन र प्याजहरु राम्रो माथिल्लो गरमा प्याज तल्लो गरमा लसुन तल्लोमा पनि लसुन यहाँ पनि लसुन अनि तल्लोमा घाँस अनि यता चाहिँ मकै घाँस खेत यता चाहिँ खेत अनि पर घरमा आन्टी बसिराख्नु भएको छ तर लसुन चाहिँ क्या दामी भएछ कि लसुन बारी यो लोकल प्याज होला है यस्तो यो तल्लोमा पनि रहेछ प्याज चाहिँ खतरा यस्तो यता चाहिँ यस्तो रहेछ अनि म चाहिँ खालि खुट्टा आइरहेको वेलकम टु नेपाल भन्दै कहाँ आयो हेलिकप्टर आयो कोन छ नेता उड्यो चिसो पानीतिर गयो देख्यो भने गाइजहरू कमेन्ट गर्नु है रुखको टुप्पो मात्रै छ हेलिकप्टर गयो 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 रातो कलरको छ ऊ पासाङ टुक परेको छ पासाङ टुक्काको रहेछ याटिस कहाँ हो यसलाई अब हामी यस ठाउँबाट चाहिँ हामी यो लोकेबाङमा भन्ने ठाउँ हो यसबाट चाहिँ अब हामी रिटर्न भइसक्यो अब हामी फर्किन आँटेको भन्दैन हामी फर्किरहेछौँ होइन सबैजना माथि एक दिन आउनुपर्छ हौ कि जाने दिन कि दिन त नाम जाने भाइ हिँड्नु जाउँ हिँड जाउँ सबैजना यतै आउनुपर्छ है सबैजनालाई एकछिन बस्दै गर्नुपर्छ पर्खिँदै होइन जाउँ न जाउँ आउने भइहाल्छ नि अब हामी अर्को दिदीको घरमा जाँदैछौँ अनि त्यहाँ चाहिँ के छ त्यहाँ चाहिँ हामी तपाईँहरूले देखाउँछौँ भैँसी पहाडको भैँसी कस्तो हुन्छ बफेल्लो सागरकन्डा सुठुनी होइन सुठुनी सुठुनी पनि दुईवटा हुन्छ रातो र सेतो लु हुँदैन ल फेरि हुँदैन त्यो कफी होइन कफीको बोट हजुर ल ल जाँदै गर्नु हामी भेट्न आउँछौँ ल ल ल ल हौ ल हिजो नि ल कफी गाजर यो कफी है तर फोरै त्यस्तै खानु कस्तो मिठो यसको के पो बनाउँथ्यो अरे कफी बनाउँछ नि त यसको हेलो बेबी हाई निना खाबा नाना के हो कफी बुइगटर भन्दा अरू मिठो मिठो हुन्छ गुलियो चाहिँ कति गुलियो हुन्छ नि कस्तो मुखमा कस्तो टेस्ट आउँछ नाकमा होइन त्यसको अलिकति बास्ना नै खतरा आउँछ नाक्ने बाङ्गिएर खालको आउँछ नाक्ने बाङ्गे त तितोहरू अमिलोहरूले पो हुन्छ त बुढेले नाक बाङ्गे हुन्छ यो घरमा नि छ होइन यो बाटो होइन यो घर चाहिँ कसको जोडे नि त कि कसको घर चाहिँ यहीँदेखि माथि जान्थ्यो कि हामी चाहिँ नजाउँ कसको घर हो नर्मल्ली यहाँ चाहिँ बिहा भएको रहेछ नर्मल्ली हामीलाई चाहिँ बिहामा पनि बोलाएन होइन ठिक छ भनेपछि हाम्रो नि बिहा चाहिँ गरेर खोइ ओइ त्यो कहाँ पुग्यो तिनीहरू आउँदैछ के भगवान् कटुस अब त कुहिसक्यो होला हौ राम कटुस खोइ खाने त बिग्रिसक्यो होला अब त सबै अब हामी फर्केको उयो डाँडा चाहिँ कुन डाँडा हो यता अनि माथि पिटले मै गरिदिन्छ कसले बाजेले
भन्छ हेरी फोन सोचे म पैसा फाजिम ल पैसा चाहिँ बालकुमार पार्टी नाच्नै यो यसलाई पार्टी अच्छा कि ए साँच्चै के किन्न लाउनु पर्छ भन्दा बढी पैसा छैन होइन पायो भने अलिकति हो साँच्चै भनेको पानीपुरी 2टा अनि चटपटे 50 को भइगयो होइन कि अहिले खाँदै जाने त एकछिनमा खानु नि परेन उयो भन्ज्याङ भरे लास्टमा पैसा आएन भने भाइ हो खतम मलाई टाटा बाई भिडियोको लास्टमा चाहिँ त्यो हाल्नुपर्छ कौन है लोग कहाँ से आते हैं वा जिजु दिरो वा जिजु वा जाउँ जाउँको जाउँ हो यो वा हाइ आफ्नो चाहिँ त्यसको त उयो काँटा नै हुँदैन हो त्यो काँडा हुँदैन हाम्रो सरको घर माथिबाट जान्छ कुन सरको तेज सरको त्यो बार छ नि कम्प्युटरको त्यो सर होइन त्यो कस्तो सर होइन तेज सर हो अनि कम्पनीको मालिक सर ए कम्पनीको मालिक हो अनि मैले त कम्प्युटरको त्यो पढाउने सर हो अनि त्यो पनि सरै हो त त्यो सर होइन किन हुन्न के आउँदैन जे भने गुरु त गुरु हो नि त हो नि त्यत्रो खोलेको छ कम्पनी पैसा भएन पनि खोलिहाल्छ लुलु ओए पैसा छ त अलि जाँड खाएर माथे क्या पैसा छ त यहाँ तैँले मेसिनले जोत्नु चाहिँ दामी हुन्छ कि यो घरमा जोतेर खाएको भविष्यको बारेमा सोच्दा बताउन नै काम पर्छ अरे किन चलेको यिनीहरू झोला माथि यसको नि विश्व घटना हालेको रहेछ नि यहाँको त्यो चाहिँ के रहेछ लान्टाना अरे यसको नाम लन्टन के लन्टन त्यसको काम चाहिँ के हो कहिले लन्टन चाहिँ मैले खासै यसको भनेकै बुझेन क्या यो यसको वैज्ञानिक नेम हो कि नर्मल नेम हो लान्टाना त खै नाम होला नि त्यसको नर्मल त्यस्तै होला नर्मल वैज्ञानिक नेम छुट्टै होला ए यो चाहिँ लन्टना अरे विश्व घटनामा हेर्नु होला गाइजहरू होइन अनि त्यसमा तपाईँहरूले यसको फुल इन्फर्मेसन पाउनुहुन्छ लन्टना प्लिज अनि अर्को पनि छ यहाँ यो के को झारोमा आएन त्यो बनमारा कि मिन्दो बनमारा भन्दैन त्यसलाई बनमारा कि मिन्दो हिल्ला सत्तुन बनमारा भन्दैन यसलाई नि ओइ बालकुमा यसलाई बनमारा भन्दैन नि होइन नेपालीबाट बनमारा नै हो यो बनमारा होइन नि होइन नेपालीबाट बनमारा नै हो हो त थाहा छैन मान्छेहरूले यताको मान्छेहरूले कालो झार के भन्छ नि यसलाई ए हो त्यस्तो भन्छ होइन धेरै जस्तोले बनमारै भन्छ कि यसलाई चाहिँ बनमारेको थियो क्या कालो झार काली झार बालकुमार के भन्नु छ मेरो भ्लगमा केही भन्नु छैन अरे यार सब्सक्राइब त गरिदियो भन् काकाको भन् न हौ लजा अन्त लजा आमा भाग्यो हाम्रो यहाँ भाग्यो गाइजहरू मेरो च्यानल सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सधैँ म यस्तो भिडियोहरू ल्याउने छु होइन यस्तो भाग्यो सबैजना भिडियो देखेर होइन दङ पर्ने भिडियोहरू बनाउँछु होला म कुनै पछि त्यो भने चाहिँ क्या वाट डु यु मिन दङ पर्ने भिडियो छक पर्ने अचानक भ्युज हुने खालको भिडियोहरू ल्याउँछु बेइज्जतै चाहिँ गर्दै यिनीहरूले चट्टा यहीँ छ त नि त्यहाँ छैन कि त्यहाँको टाउकोहरू छौ यो यहीँ थियो छैन होइन अर्कै थियो के हरायो अब
त्यही छिरा गोलो गोलो थियो एउटा कहाँ थियो ऊ यहाँ भेटेँ मैले भेट्न सफल भयो यस्तो हाराको दर्शक बिनहरूले हेर्न सक्नुहुन्छ खै यहाँले त काम लागिसक्यो यस्तो 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 सुन हराएको अरे उसको चाहिँ धेरै धेरै वर्षको वैज्ञानिक अनुसन्धानबाट आयो यो सुन चाहिँ विश्वमा सबैभन्दा महँगो सुन है यो अनि महँगो भन्दा नि 24 क्यारेटको सबभन्दा नम्बर 1 सुन हो त्यो भन्दा नि माथिल्लो त्योभन्दा माथिल्लो 22 क्यारेटको 22 होइन 25 क्यारेट 25 क्यारेटको सुन थियो यहाँले के हो यस्तो 22 क्यारेटको चाहिँ बिसाएको हुन्छ नि के पो भन्छौ दोर्जे वज्र के भन्छौ दोर्जे हो दोर्जे भन्छ दोर्जे कि वज्र दोर्जे भन्छ मैले चाहिँ दोर्जे भन्छु म चाहिँ वज्र भन्थे दोर्जेको फिल्म हेरेको छ कस्तो छ दोर्जेको फिल्म कुमारले हेरेको होला दोर्जेको फिल्म कुन दोर्जे हो बिसिसक्यो ताकले दोर्जे के भन्छ एउटा डायलग मैले बालकुमार दोर्जे मात्र एउटा डायलग जाओस् त मगान आउँदैन डायलग गर्दा हे हे मेरो नाम हो दोर्जे भन्दै शङ्ख भनेर राखे के गो त्यो डायलग यो भन्दा अगाडि चाहिँ नि एउटा पुष्पा झुकेका नाइ भन्ने एउटा मेरा म उठ्दैछु ल यो बरको बोट हो कहाँ बरको बोट यता चाहिँ आगो लागि भएछ गाउँमा यो भन्दा कत्रो ठुलो छ कसले आगो लगाइदियो त्यहाँ त नि बरको बोट हावा फेरि जाडोमा है आजको मौसम एकदमै घाम लागिरहेछ यस्तो अब चाहिँ डेन्जर आउँछ माथि गाउँमा त चढेर बस्नुपर्छ नि कसले आगो लगाइदियो यसमा पुलिस बोलाउनुपर्छ पुलिस आर्मी सबै आएर पनि निभाइस ए यहाँ हो त्यो अस्ति आगो निभाउने भनेको दमकल आयो दमकल माथि आउनु सकेन उ त अनि कुन घरलाई बचाउने भनेको उ त्यो ला उ त्यसको आधी डरेको थियो नि त्यो कटेर छ नि त्यहाँनिर टिममा उसको यतापट्टिको बा के अरे त्यति डर त के भन्नुहुन्छ आधी डरेको थियो ए मलाई अस्ति भन्दै थियो यहीँ पो रहेछ नि दमकल मुनिबाट आएको भए त हुन्थ्यो त कस्तो लाटो ए मुनिबाट दमकल अरे अस्ति साथीहरूले कि त्यो त हाम्रो कोपिला मिसले चस्मा लगाउँछ नि त यत्रो सानो त्यो चस्माले कि यत्रो सानो आगोले अम्म कत्रो आगो भनेर कहाँ छ यहाँ के रोपेको छ भन्दै थियो त बेचेत गरिरहेको थियो के रोपेको छ अरे त अघि भनेको त्यो के अम्लिस हो उल्ले हो उसले ऊ त अफिसको ठुलो सर हो नि त अफिसको ठुलो सरको यहाँ बालकुमारले आज पार्टी खुवाउँछ बालकुमारले पार्टी खुवाउँछ आज सरुवा नखानले चटपटे पानीपुरी के को पलाक्छ हो पार्टी यो मान्छेले के भनेको के भन्छ यो के छ ल कहाँबाट बोल्नुहुन्छ कपी काट्दै हुँदैछ सो ठाउँ पैसा गाउनु पर्यो नि होइन अब हामी भन्ज्याङ बजार निस्किन आँटेको हामी भन्ज्याङ बजार आइपुगिसक्यौँ खाला खेप्दैन र ए आइ त आइसक्यो मरियाकोले आइसक्यो मरियाकोले कसलाई खेप्दैन र जाम हौ बलकुमार जाम हो बलकुमार लगाउने जामा भनेको उता रहेछ जामा लाउँदैन हामी त पर त त्यस्तै गरिदिन्छ लेमिनेसन अब त नागरिक त बनाउने बेला भएन अहिले अब 10 मा गएको नि अनि 11 12 अब 11 12 होला अनि त्यस पछाडि
ब्याचलर त्यसो भन्दा मान्छे होइन क्या अहिले त्यसरी हेरिरहेको थियो बालकोमा त त्यो मान्छे पुरै नचिनेको मान्छेले त पछाडि हेरेकै गर्छ हेरेको त मलाई त नि पछाडि फर्केर पर्दैन यही भएको दिनु होला कुनै बेला चिनेको थियो होला क्या योभन्दा अगाडिको जन्ममा चिनेको थियो कि हो अघिल्लो जन्ममा चिनेको थियो दाजुभाइ थियो कि अघिल्लो जन्ममा त म थिएन होला अब अर्को आउनेमा चाहिँ हुन्छ होला हाइट हाइट खासमा माथि माथि चप्पल चाहिँ फुकाल्थ्यो अलिक यता राख कहीँ थियो ल्याउँछु उति माथि थाप्रो कि इतले सिधा सकेको स्टेप हो त्यस्तो त माथि यस्तो राख त 4 मात्रै 5-4 मात्रै 5-4 भनेको 5-4 समान त्यहाँ टच गर्न 5-4 अलिक कप उन्दै गर 5-4 भन्दा जाऊ अनि त होइस बिचमा पो गएको छोडेर र 3 मात्रै हो क्या खासमा त कपालले माथि भएर चाहिँ 4 पुगेको ए यो राख त यसको हेरौँ त मेरो भिडियो नगर्नु थाहा छ होला केही हुँदैन अनि आगो चप्पलसँग त मेरो हाइट गाइजहरू 5 फुट 3 अब म पनि शाहरुख खान त होइन कसै अलिक अग्लो हेरो ऋतिक रोशन जस्तो अग्लो हुनु पर्यो अनमोल केसी घर जानेको त अन्त कहाँ जाने अब ठुलढुङ्गा जाऊँ ठुलढुङ्गा जाऊँ न तर फेरि म जाँदैन पैसा बोकेर जानुपर्छ क्या त्यतिकै डुल्नु मात्रै त मलाई चाहिँ मजा आउँदैन पैसा पैसा जाने चाहिँ कहाँ जाने हो लु अब त यस्तै 3:30 मा जाँदा नि हुन्छ बालकुमारको खेततिर जहिले केही छैन मकै त मकै चाहिँ भर्खर यत्रो हुँदैछ केही छैन म एउटा निमको फुल देखाउँछु है निमको फुल तपाईँहरूलाई ल पछाडिबाट यो अगाडिको यो बोट छ नि यो चाहिँ निमको फुल हो निम हो यो त्यो निम हो त्यो एकदम तितो हुन्छ औषधि हो निम टाउको दुखेको यसको होइन त घाँटीहरू दुखेको पनि हराउँछ नि त्यो निमले फ्याक्ट्रीमा जाउँ न यसो त्यो फोटोहरू देखाउनु न गाइज अब हामी जाँदैछौँ फ्याक्ट्री बालकुमार मिस्टर बालकुमारको फ्याक्ट्री होइन मिस्टर बिस्ट मिस्टर बिस्ट अब म देखाउन गइरहेको छु एउटा ब्लक फ्याक्ट्री ब्लक नट ब्लक है ब्लक यसको नाम के हो यो के हो यो रिङ हो यसको प्राइस कति हो 1500 होला त्यसको त 500 लगाइछ अरे यो रिङ यसको रहेछ होइन 500 1500 1500 अरे अनि यो गमलाहरू कसरी हो त्यो त 150 होला 150 गमला 50 रुपियाँको नि थियो तर्क 30 को पनि छ 230 ए 230 यो खुट्टा भएको कसरी हो 230 फोन नम्बर नै रहेछौँ यहाँ हजुरहरूलाई चाहिएमा नम्बरै देखेन एउटा सानो फ्याक्ट्री छ यहाँनिर रिङहरू बनाउने अनि त्यसपछि घर बनाउनलाई सिमेन्टको त्यो ठुल्ठुलो इँटाहरू बनाउने गमलाहरू भयो यो सानोवाला कसरी हो 50 यो कसरी हो बलकुमार 50 रुपियाँ हो एकदम राम्रो रहेछ त
उतमाथिको त्यहाँ छ एउटा भित्र यो चाहिँ बनाउने प्रोसेस हो बनाउनु न बनाउनु वाउ ठुलो मिस्त्री वा चिसो पानी एफसीको चर्चिरहेको चर्च नम्बर कति चर्च नम्बर कति हेलो गाइजहरु मेरो भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि त्यही भन्न चाहन्छु हैन मेरो भिडियो तपाईहरुले हेर्नुहुन्छ तर सब्स्क्राइब नै गर्नुहुन्न मलाई कस्तो गाह्रो लाग्छ टेन्सन लाग्छ मलाई मर्नु जस्तो लाग्छ सब्स्क्राइब गर्ने है अब कहाँ जाने हो गन्तव्य जाने जानु कुरा चाहिँ के गर्नु त्यही घरभित्र बसी त रहने हो चिसो पानीको चाहिँ कहाँ घर चाहिँ कहाँ घरै घर चाहिँ छन् त पनि घर हुनु छैन घर पनि ल्याएको ठाउँ हुन्छ राजीको घरलाई त बेचेको हो यो यतातिर पनि सबै अब यो पिच गर्नु आँटेछ नि टक 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 हिमाल जस्तै राखिदिएको रहेछ अरुण थानसम्म यसपालि अरुण थानसम्म पिच यो वर्ष भन्छ कति करोडको हो नि 82 वर्ष लागिसक्यो त नि 82 साल लागिसक्यो त अनि 2 सालको हुन्छ नि त 81 82 सालको हुन्छ नि त प्रोजेक्ट मतलब 2 सालको हुन्छ नि त कहाँदेखि पो भएको गरियो त लभिङ हिल चाइनाले त उयोबाट पुरै के अरे भित्रबाट सुरुङ खानेर लान्थ्यो होला नि स्याङकुटीको मुनिबाट नेपालमै हो ल गाइजहरु यो भ्लगको अन्त्य म यही गर्न चाहन्छु हैन मेरो भिडियोलाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु फेरि अर्को भिडियोको साथमा तपाईँ र मेरो भेट हुने नै छ अहिलेको लागि बाइ बाइ